लागू औषधको कुरा गर्ने भने मसँग 3 आर्थिक वर्षको यहाँ डाटा छ। आर्थिक वर्ष 80-81 मा लागू औषध मुद्दा कुनै पनि दर्ता भएको देखिएन। 81-82 मा लागू औषध मुद्दा दर्ता भयो, तर गाँजा विशेष गरेर भोजपुर को केही स्थानीय निकायहरूमा तहहरूमा चाहिँ गाँजा खेती गर्ने भन्ने जुन हामीले सुनिन्छ, यसमा चाहिँ अब 81-82 मा गाँजा लागू औषध गाँजामा एउटा मुद्दा दर्ता भएको देखिन्छ। त्यो पनि बेवारसी गाँजा 16 केजी बरामद गरेर बेवारसी गाँजा मानिस पक्राउ गरेको देखिँदैन, एउटा मुद्दा छ 81-82 भने। अब 82-83 मा 9वटा लागू औषध 9वटा मुद्दा दर्ता गर्न सफल भयौँ, जसमा गाँजा लागू औषध गाँजा मात्रै 5वटा मुद्दा दर्ता भएको छ। 5वटा मुद्दामा हामीले 1556 केजी 46 ग्राम तयारी गाँजा सहित 14 जना व्यक्तिहरूलाई नियन्त्रण लिएर कारबाही गरेको छौँ। 14 जना व्यक्तिहरूमा 3 जना व्यक्तिहरू मुख्य फर्स्ट लेयरको गाँजाको चाहिँ उत्पादन गर्ने, प्याकिङ गर्ने, बिक्री गर्ने व्यक्ति 3 जना व्यक्ति रहेको थियो भने बाँकी अन्य 11 जना व्यक्ति चाहिँ गाँजाको भण्डारण गर्ने, ओसार प्रसार गर्ने लगायतका व्यक्ति गरेर 14 जना व्यक्तिहरूलाई पक्राउ गरेर हामीले सम्मानित जिल्ला अदालत मार्फत अहिले ती व्यक्तिहरू जिल्ला कारागार घोषणा रहेको अवस्था छ। र गाँजाको बोडी बेर्नाको हकमा जिल्ला प्रहरी कार्यालय समेतबाट टोली परिचालन भएर मादक युनिटहरू विशेष गरेर यो आमचोक र हदौडी गाउँपालिकाको विभिन्न इलाकाहरूमा टोली परिचालन भएर अब 22-83 मा 1,39,135 गाँजाको बोडी बेर्ना नष्ट गरेर हामीले नष्ट गर्न सफल भयौँ। र हाम्रो अहिले पनि